नमस्कार। सीईई परीक्षा अब एकदमै नजिकिँदैछ हैन त? अनि अन्तिम समयमा कसरी राम्रो तयारी गर्ने होला भनेर सोचिरहनु भएको छ भने अब चिन्ता लिनु पर्दैन। आज हामी केही यस्ता रणनीतिहरूबारे कुरा गर्नेछौँ जसले कम समयमा पनि एकदमै राम्रो नतिजा ल्याउन मद्दत गर्छ। हो, समय अब एकदमै कम छ र परीक्षाको मिति त भनौँ न ढोकामै आइसकेको छ। यस्तो बेलामा विद्यार्थीहरूलाई एक किसिमको प्रेसर र हतार महसुस हुनु त स्वाभाविक नै हो। तर यही समयलाई सही तरिकाले प्रयोग गर्न सकियो भने नतिजामा ठूलो फरक पार्न सकिन्छ। सायद धेरैजनाको साझा समस्या यही हो। परीक्षा आउन लाग्यो तर कोर्सको त आधा भाग पनि सकिएको छैन। यस्तो अवस्थामा तनाव बढ्नु एकदमै सामान्य कुरा हो। तर आत्तिनुभन्दा पनि अबको बाटो के हो भनेर सोच्नु चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ। हो, सुन्दा अचम्म लाग्न सक्छ, तर कोर्स पूरा नभए पनि सही रणनीति अपनाएर अगाडि बढ्दा राम्रो जिपिए ल्याउन असम्भव छैन। ल, अब समस्याबारे मात्रै होइन, समाधानतिर लागौँ र हेरौँ यो कसरी सम्भव छ। हाम्रो पहिलो रणनीति हो स्मार्ट तरिकाले पाठ्यक्रम पूरा गर्ने। यसको मतलब सबै कुरा पढ्छु भनेर होडबाजी गर्ने होइन है, बरु के पढ्ने र के छोड्ने भनेर चलाखीपूर्ण निर्णय लिने हो। अब सबै अध्यायहरू पढेर समय खेर फाल्ने बेला छैन, बरु शिक्षकहरूले यो इम्पोर्टेन्ट छ भनेका वा पुराना प्रश्नपत्रहरूमा बारम्बार दोहोरिएका अध्यायहरूलाई प्राथमिकता दिनुहोस्। याद राख्नुहोस्, सबैभन्दा महत्त्वपूर्ण 50% पाठ्यक्रममा गहिरो ध्यान दिँदा पनि धेरै राम्रो नतिजा ल्याउन सकिन्छ। जस्तै म्याथ्समा एल्जेब्रा र जियोमेट्री जस्ता खण्डहरूबाट धेरै प्रश्नहरू सोधिन्छन्। त्यसैले यी अध्यायहरूलाई सुरुमै राम्रोसँग अभ्यास गर्दा आत्मविश्वास पनि बढ्छ र धेरै अङ्क पनि पक्का हुन्छ। ल, अब दोस्रो रणनीतिबारे कुरा गरौँ, जसलाई प्यारेटो सिद्धान्त वा 80-20 को नियम पनि भनिन्छ र यो समय बचाउने एकदमै शक्तिशाली तरिका हो। यो सिद्धान्तले के भन्छ भने हाम्रो 20% प्रयासले नै 80% नतिजा दिन्छ। परीक्षाको कुरा गर्दा यसको अर्थ हो पाठ्यक्रमको केवल 20% महत्त्वपूर्ण विषयहरूमा ध्यान केन्द्रित गर्दा पनि 80% सम्म अङ्क ल्याउन सकिन्छ। यसलाई लागू गर्न हरेक विषयको सबैभन्दा महत्त्वपूर्ण 3-4वटा अध्याय छान्नुहोस् र त्यसमा आफ्नो पूरा ध्यान लगाउनुहोस्। नोट बनाउनुहोस्, सूत्रहरू कण्ठ पार्नुहोस्। बाँकी रहेको 80% कोर्सलाई चाहिँ एकपटक सरर्ती पढेर छोडिदिनुहोस्। यसले समय पनि बचाउँछ र नतिजा पनि उत्कृष्ट दिन्छ। अब तेस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण रणनीति त्यो हो पुराना प्रश्नपत्रहरूको अभ्यास। यसले परीक्षाको लागि साँच्चीकै तयार बनाउँछ। एउटा एकदमै रोचक तथ्य के छ भने नि, पुराना परीक्षाहरू हेर्दा लगभग 60देखि 70% प्रश्नहरू उस्तै ढाँचामा वा कहिलेकाहीँ त उही प्रश्नहरू नै दोहोरिएर आउने गर्छन्। त्यसैले पुराना प्रश्नपत्रहरूको अभ्यास गर्नु भनेको त आधा लडाईँ जित्नु जस्तै हो। हरेक दिन कम्तीमा एक सेट प्रश्नपत्र हल गर्ने बानी बसाल्नुहोस्। त्यो पनि परीक्षामा जस्तै 3 घण्टाको समय लगाएर। हल गरिसकेपछि आफ्ना गल्तीहरू कहाँ भए भनेर विश्लेषण गर्नुहोस् र ती विषयहरूलाई फेरि पढ्नुहोस्। यसले गति र आत्मविश्वास दुवै बढाउँछ। उदाहरणको लागि सामाजिक अध्ययनमा नक्सा बनाउने प्रश्न लगभग हरेक वर्ष आउँछ। यदि पुराना प्रश्नपत्रहरूबाट यसको राम्रो अभ्यास भयो भने त्यो अङ्क त पक्का भइहाल्यो नि। यही कुरा अरू विषयहरूमा पनि लागू हुन्छ। हाम्रो चौथो रणनीति हो अन्तिम हप्ताको लागि एउटा 7 दिने वास्तविक तालिका बनाउनु। यसले बिना कुनै तनाव आफ्नो लक्ष्य पूरा गर्न मद्दत गर्नेछ। यहाँ एउटा नमुना तालिका छ, हेर्नुहोस् त। बिहानको समय नयाँ र अलिक गाह्रो विषय पढ्नको लागि छुट्याउन सकिन्छ। दिउँसो पुराना प्रश्नपत्रहरू अभ्यास गर्नुहोस्। साँझको समय आफू कमजोर भएको विषयलाई फेरि हेर्न र राति सुत्नु अघि दिनभरि पढेको कुरा सररती हेर्न प्रयोग गर्नुहोस्। यसरी दिनमा 6-7 घण्टाको फोकस्ड स्टडी पर्याप्त हुन्छ। अब केही गल्तीहरूबारे कुरा गरौँ जुन धेरैले गर्छन्। पढ्ने बेलामा फोन र सोशल मिडियाबाट टाढै बस्नुहोस्। म सबै कोर्स सक्छु भनेर तनाव नलिनुहोस्, बरु प्राथमिकतामा ध्यान दिनुहोस् र सबैभन्दा महत्त्वपूर्ण निद्रा चाहिँ पुर्याउनुहोस्, किनभने निद्राले नै पढेको कुरा सम्झन मद्दत गर्छ। र अन्त्यमा हाम्रो सबैभन्दा शक्तिशाली हतियार भनेको मानसिकता हो। प्राविधिक तयारी जति नै महत्त्वपूर्ण भए पनि मानसिक रूपमा बलियो हुनु पनि त्यति नै आवश्यक छ। यो असम्भव छैन। विगतमा धेरै विद्यार्थीहरूले अन्तिम हप्तामा मात्रै यस्तै स्मार्ट रणनीति अपनाएर उत्कृष्ट नतिजा ल्याएका छन्। यदि उनीहरूले सक्छन् भने पक्कै पनि सकिन्छ।
हरेक दिन आफैलाई भन्नुहोस् म तयार छु। यो सानो वाक्यले आत्मविश्वासमा ठूलो ऊर्जा थप्छ। आफ्नो क्षमतामा विश्वास गर्नुहोस्। तसर्थ यसको मुख्य सन्देश के हो भने आत्तिएर होइन, बरु स्मार्ट योजना र पूरा कन्सन्ट्रेसनका साथ काम गरेर एसई परीक्षामा सफलता हासिल गर्न सकिन्छ। ल अब पालो योजना बनाउने। यहाँ बताइएका रणनीतिहरूमध्ये कुन चाहिँबाट आजै सुरु गर्न सकिन्छ त? सही योजना बनाउनुहोस्, त्यसमा अडिग रहनुहोस् र आत्मविश्वासका साथ परीक्षा हलमा प्रवेश गर्नुहोस्। भविष्य उज्जवल छ। शुभकामना।